स्थितिलाई असाध्यै माया गर्नुहुने आज हजुरको हातबाट हिरो भएर मैले अवार्ड पाउँदा म आफै गिल खाएको छु। यहाँ अरूभन्दा नि गिल खाएको त सुरक्षाकर्मीज्यूहरू हुनुहुन्छ। आज यत्रो अतिथि भएको कार्यक्रममा यो जितु नेपालले बोल्ने भनेपछि यो त खतरै पो रहेछ भन्ठानेर मनमा नै गुनिराख्नु भएको छ। माथि गोसाई कुण्ड तल स्याप्रु बेसी, माथि गोसाई कुण्ड तल स्याप्रु बेसी, घुम्चे बजार घुम्न पाइयो हजुरहरूले सम्झेपछि। समय भइरहेको त हँसौँ नि, समय छैन। बल्ल बल्ल भित्र पानी रोकिएर यति राम्रो कार्यक्रम गर्न पाइयो, यहाँहरूको माझमा आउन पाइयो। म यो चौथो पटक आएको छु, दुईचोटि माथि गोसाइकुण्ड पनि पुग्ने अवसर पाएको छु। यहाँ भुइँचालो जाँदाखेरि साथै बेसीमा यहाँ आएर कार्यक्रम पनि गरेको छु। र अहिले चलचित्र ड्राइसाप हिजो हामीले चरणमा मजाले हेऱ्यौँ। हजुरहरूले नेपाली कलाकारलाई असाध्यै माया गर्नुभएको छ, नेपाली कल्चर संस्कृतिलाई माया गर्नुभएको छ। यहाँ अगाडि यति सबै कलाकारहरू यस्तो भेषभूषामा हुनुहुन्छ, हेरिरौँ जस्तो लाग्ने, पानी नपर्दै हुन्थ्यो जस्तो लागिरहेको छ।